फाइनली हामी चाहिँ यहाँ आइपुग्यो। डल्लो खुसा लाग्दैन के गर्नु छिर्नु हामी यहाँ डल्ला खोल्दिन्छ होला नि यहाँ डल्ला खोल्दिनु डल्ला खोल्नु होइन हामी डल्लो हेर्न आएको तानी हेर्न पाइएन तानी हामी चाहिँ डल्लो यहाँनिर आएको थियौँ। अब हल्का सम्पर्क नभइकन चाहिँ हामी यहाँनिर चाहिँ छिर्नु पाइँदैन रे है साथीहरू। ल फाइनली अब हामी चाहिँ सक्यो। यहाँनिर आउने रहर पनि थियो होइन अनि घुमियो आयो पुरा भयो तर भित्र मात्रै त्यहाँ छिर्नु पाइएन होइन। अब फेरिको तालमा चाहिँ आएर फेरिको चोटि आएर हामी त्यो भित्र पसेर चाहिँ हामी लाइब्रेरी हेर्ने रमाइलो गर्ने लाइब्रेरी हेर्ने है। ल हामी चाहिँ अब लाग्यो घरतर्फ। आजलाई यति नै बाई बाई लाइब्रेरी लाइब्रेरी बाई बाई। भरे भोलि भेट्दै गरौँ फेरि होइन। आजलाई यति नै है भन्दै फेरि आउनेछौँ हामी। यहाँको चाहिँ हामीले नयाँ लाइब्रेरी भन्ने चाहिँ नयाँ ठाउँ आएर चाहिँ हामी घुमेर घर जाँदैछौँ। हामी चाहिँ म चाहिँ चस्मा लाउँछु। अझै फोटो खिच्ने अरे फोटो खिच्नु पुगेको छैन फोटो खिच्नु पुगेको छैन। रेडी छ राई समालको पोज उसले एउटा फोटो खिच्नु चाहिँ गइरहेको छ फोटो ताक्दैछ यहाँ चाहिँ है पुरा। अनि त्यहाँ चाहिँ फोटो खिच्दैछ पोजमा यहाँ हान्दैछ त्यहाँनिर बस्दैछ है। भिडियो जस्तो ल जाऊँ जम्मा दिदीहरू यति पछि रहर पुरा भयो। डल्लोलाई बाई बाई लाइब्रेरी बाई बाई। अब पछि आउने आजलाई चाहिँ यति नै हामी यति नै घुमेर आज चाहिँ अब घरतर्फ लाग्दैछौँ होइन। ल म खिचिदिन्छु ल राम्रो कति खिच्ने अघाउँदैन ऊ पनि फोटो होइन फोटो खिच्ने अरे ऊ त्यसरी बसेर है हाम्रो राम्री दिदी फोटो खिच्ने ऊ रेडी भइसक्यो म चाहिँ भ्लग बनाउनु एउटा चाहिँ त्यहाँनिर म त खोइ केटा मान्छे जस्तै देखेको नि यहाँबाट त मलाई त हुँदैन अघि हुँदैन भन्दा पनि लगाइहाल्थ्यो के गर्नु टिका न सिका त्यो अघि मेरो रुमालै ल्याउनु बिर्से अघि 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 होइन त्यसरी लडेर खिच्दा त रुमाल पो बान्नुपर्छ यसरी लडेर खिच्दाखेरि के लाएको हरियो तिमी कुन हो थरी त्यस्तो टिकटक कुन 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 थरी हो होला नगर है एकछिन पख टिका लाउन आऊ भन्छ के हद भएर ब्युटी भएर ब्युटी भएर तीनजनालाई खिच्नु लगाऊ न। कस्तो गोलो बनाएको यो भित्र पो छिर्नु नपाइँदो रहेछ है। अनि अरू त छिरेको छ त ए हो लाइब्रेरी होइन यो यसलाई चाहिँ लाइब्रेरी भन्छ है। ल फाइनली हामी चाहिँ घर जाँदैछौँ आज बल्ल सकेर हाम्रो घुमघाम सकेर यहाँ जाँदैछु है। कहाँ जान्छु यहाँ चाहिँ होली
यहाँ आऊ न कस्तो राम्रो आउँछ ओ भक्त दिदी कस्तो राम्रो लाइब्रेरी मलाई त हुँदैन अघि हुँदैन भन्दा पनि लगाइहाल्थ्यो के गर्नु टिका न सिका त्यो अघि मेरो रुमालै ल्याउनु बिर्से अघि 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 होइन त्यसरी लडेर खिच्दा त रुमाल पो बाँध बसेछ यसरी लडेर खिच्दाखेरि के लाएको हरियो तिमी कुन हो थरी त्यस्तो टिकटक कुन 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 थरी हो हल्ला नगर है एकछिन पखा टिका लाउन आऊ भन्छ ल के हद भएर ब्युटी भएर ब्युटी भएर तीनजनालाई खिच्नु लगाऊ न अन्त नि बन्द पो रहेछ यहाँ आउने नि सबै रङको कलर लाउनु नि म त यति नै ब्युटी भएर टिका लगाइदिएर है नहुने थियो लगाइहाल्थ्यो अझै फोटो खिच्ने अरे फोटो खिच्नु पुगेको छैन रेडी छ राई समालको पोज एउटा फोटो खिच्नु चाहिँ गइगएको फोटो ताक्दैछ यहाँ चाहिँ है पुरा अनि त्यहाँ चाहिँ फोटो खिच्दैछ पोजमा यहाँ हान्दैछ त्यहाँनिर बस्दैछ है भिडियो जस्तो ल जम्मा दिदीहरू यति पछि रहर पुरा भयो डल्लोलाई बाई बाई लाइब्रेरी बाई बाई आइसक्यौँ तर हामी भित्र छिर्नु चाहिँ पाउँदैन यो लाइब्रेरीमा यो चाहिँ लाइब्रेरी बनाएर छ है एकदम राम्रो हाम्रो घरको साम्पाङज्यूले तर आज चाहिँ बन्द छ हामी पस्नु पाउँदैनौँ उहाँ जाउँ यस्तो गोलो है यहाँभित्र चाहिँ छिर्नै पाइँदैन रहेछ यो सिसाको रहेछ है सिसा यहाँबाट राम्रो आउँछ यहाँ आऊ न कस्तो राम्रो आउँछ ओ भक्त दिदी कस्तो राम्रो लाइब्रेरी कस्तो गोलो बनाएको यो भित्र पो छिर्नु नपाइँदो रहेछ है अनि अरू त छिरेको छ त ए हो लाइब्रेरी होइन यो यसलाई चाहिँ लाइब्रेरी भन्छ है तिनीहरू भरे बिहा भन्दै थियो डल्लो नै बन्द म बियर किन्छु तिमी एक किलो अनि ऊ चाहिँ के किन्ने पल्लोपट्टि ट्रेनको भाडामा अब हेर्नु चाहिँ पाइएन बल्ल बल्ल आइपुग्यो नयाँ ठाउँ तर पनि यहाँसम्म आइपुग्यौँ कस्तो रहेछ भन्ने चाहिँ थाहा भयो तर भित्र चाहिँ छिर्नु पाइएन त्यही दुःख लाग्यो आउन त आयौँ है राम्रो रहेछ एकदम राम्रो लाग्यो है साथीहरू यहाँ एकदम घुम्ने ठाउँ पनि राम्रो रहेछ अझै फिनिसिङ गर्नु चाहिँ बाँकी नै रहेछ अझै यहाँनिर फिनिसिङ सबै एकदम राम्रो कम्प्लिट भइसकेको रहेछ त्यो गोलोमा आएको खास गरी है यो भित्र कस्तो छ भनेर यहाँको अहिले भाइरलमा चाहिँ आएको थियो होइन तर छिर्नु नदिने भनिरहेछ
कस्तो छ भन्ने हेर्नु लागिसकेको छ नदिने रहेछ काट्यो खेल्नु दिने अरे छेउमा जाने जाउँ न एकछिन भए पनि दर्शन गरौँ अब के थाहा त नि आज यसो यहाँ त सबै बालबच्चा सानो सानोहरू पनि खेल्ने ठाउँ रहेछ है यो चाहिँ एकदम रमाइलो रहेछ